Day 33 as Graduate Jobless in Kathmandu. आज फेरि एज युजुअल अर्ली मर्निङ 7:30 बजे मजाले फ्रेस भएर उठ्यो। उठिसकेपछि झमझम ब्रस गर्ने काम र फ्रेस हुने काम भयो। मजाले फ्रेस भइसकेपछि स्वयं आज थर्ड टाइम बेड मिलाउने काम, तेस्रो पटक बेड मिलाइसकेपछि यसो झमझम मजाले रुम सफा गरियो। मजाले रुम सफा गरिसकेपछि 30-40 मिनट एक्सर्साइज, उठक बैठक पुसअप दण्डवत सबै गरियो। मजाले एक्सर्साइज सकेपछि खाली पेट पानी खाँदा न्युज वगैरह, अनि त्यसपछि एडिटिङ सेडिटिङ सबै काम सकाएर यसो दिनको खाना मजाले स्वयं खाइयो। अनि त्यसपछि मजाले खाना खाइसकेपछि आज फेरि बिना मतलबको कामतिर केपी भएको रेलगाडीमा बसेर मजाले बिना मतलबको काम सकेर दाइको बाइकमा बसेर म र अड्डाको दाइ स्कनतिर आइयो। मजाले स्कन आइसकेपछि आउने बित्तिकै फर्स्टमा तिलक लगाउने काम, मजाले टाउकोमा तिलक लगाइयो। तिलक लगाएपछि भजन मग्न भइयो। एकछिन त भजन मग्न 40-45 मिनट भजन मग्न। त्यसपछि फेरि केपी भएको गाडीमा बसेर घरतिर फर्कियो। मजाले घरतिर फर्किसकेपछि बेलुका फेरि आएर स्वयं रातिको डिनर, मजाले डिनर खाइयो। खाइसकेपछि आज फर्स्ट टाइम मैले झिङ्गुरलाई ट्रेन गर्न कोसिस गरेँ है। पिनट लिएर ट्रेन गरेको, अनि त्यसपछि बल्ल ट्रेन गाडिसकेपछि रातिमा सुत्यौँ। गुड नाइट।